फोन नम्बरहरू, पासवर्डहरू, कति धेरै ऐतिहासिक मितिहरू। यस्ता नम्बरहरू याद गर्न सधैँ नै गाह्रो हुन्छ हैन त? तर सोच्नुस् त, यदि नम्बरहरूलाई शब्द अनि चित्रमा बदल्ने कुनै गोप्य कोड भइदिए के हुन्थ्यो होला? हो, आज हामी त्यही मेजर सिस्टमबारे कुरा गर्दैछौँ। एउटा यस्तो तरिका जसले स्मरण शक्तिलाई सधैँका लागि बदल्न सक्छ। आखिर नम्बरहरूमा त्यस्तो के छ जसले गर्दा हाम्रो दिमागले यिनीहरूलाई यति सजिलै बिर्सिन्छ? चाहे त्यो कुनै साथीको फोन नम्बर होस् वा एटिएमको पिन, यी अङ्कहरू किन हाम्रो दिमागमा बस्दै बस्दैनन्? यो त हामी सबैको साझा अनुभव हो। यसको कारण एकदमै सरल छ। कुरा के हो भने हाम्रो दिमागले अङ्कको भाषामा सोच्दै सोच्दैन, यो त तस्विर र कथाहरूको भाषामा सोच्छ। नम्बरहरू त अमूर्त हुन्छन् हैन, तिनीहरूको कुनै अनुहार वा भावना हुँदैन। तर घर वा बिरालो भन्न साथ तुरुन्तै दिमागमा चित्र आउँछ। हो, समस्याको जड नै यही हो। त्यसो भए यो समस्याको समाधान के त? समाधान हो नम्बरहरूलाई हाम्रो दिमागले बुझ्ने भाषामा, भनौँ न, अनुवाद गर्ने। र मेजर सिस्टम भनेको त्यही एउटा चलाक अनुवादक हो जसले अङ्क र हाम्रो दिमाग बीचको त्यो खाडललाई पुरिदिन्छ। ल, सुन्दा अलि जटिल लाग्यो होला, तर विश्वास गर्नुहोस् यो एकदमै रमाइलो छ। साधारण भाषामा भन्नुपर्दा हामी हरेक अङ्क मतलब 0 देखि 9 सम्मलाई एउटा निश्चित व्यञ्जन ध्वनि दिन्छौँ, अनि ती ध्वनिहरूलाई जोडेर एउटा शब्द बनाउँछौँ र त्यो शब्दबाट एउटा मानसिक छवि। नम्बरबाट ध्वनि, ध्वनिबाट शब्द र शब्दबाट चित्र। हो, यही नै हो मेजर सिस्टमको जादु। यो भनाइले मेजर सिस्टमको पछाडि लुकेको विज्ञानलाई एकदमै प्रष्ट पार्छ। हाम्रो दिमाग तथ्य र अङ्कहरूभन्दा कथा र भावनाहरूसँग धेरै बढी जोडिएको हुन्छ। सोच्नुस् न, एउटा जीवन्त, अलि हास्यास्पद वा अनौठो छविले हाम्रो दिमागमा कस्तो गहिरो छाप छोड्छ, जुन अङ्कहरूको एउटा सुक्खा सूचीले त कहिल्यै पनि सक्दैन। ल, सिद्धान्तको कुरा त धेरै भयो। अब यो कोडले साँच्चै कसरी काम गर्छ, आउनुस् त्यो हेरौँ। यो सिस्टमको मुटु भनेकै यसको फोनेटिक म्याप हो। त्यही म्याप जसले अङ्कलाई ध्वनिमा बदल्छ। यहाँ हेर्नुहोस् त, प्रत्येक अङ्कलाई एक वा त्योभन्दा बढी ध्वनि दिइएको छ। जस्तै 1 को लागि ट वा ड ध्वनि, किनकि टी र डी दुवैमा एउटा ठाडो धर्को छ नि। त्यस्तै 2 को लागि न ध्वनि, किनभने एनमा 2वटा खुट्टा छन्, अनि 3 को लागि म, किनभने एममा 3वटा खुट्टा छन्। देख्नुभयो? यो म्याप नै सम्पूर्ण प्रणालीको आधार हो। यो नियम, यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। हामी अक्षरको हिज्जामा होइन, शब्द उच्चारण गर्दा आउने ध्वनिमा ध्यान दिन्छौँ। अनि अर्को कुरा, स्वरवर्णहरू ए, ई, आई, ओ, यु, यिनीहरूको कुनै मान हुँदैन। तिनीहरू त खाली ठाउँ भर्ने फिलर जस्ता मात्र हुन्, जसले व्यञ्जन ध्वनिहरूलाई जोडेर एउटा अर्थपूर्ण शब्द बनाउन मद्दत गर्छन्। अब यो उदाहरणले कुरालाई पुरै छर्लङ्ग पार्छ। अङ्ग्रेजीको नाइफ शब्दलाई हेरौँ है। यदि हिज्जे अनुसार हेर्ने हो भने त KNIF देखिन्छ, जसको मतलब 7 to 8 हुन जान्छ, तर त्यो गलत हो। यसको सही उच्चारण के हो? नाइफ, जहाँ के साइलेन्ट छ। भनेपछि हामीले सुन्ने ध्वनिहरू न, एन र फ, एफ मात्र हुन्। अब हाम्रो म्याप अनुसार न भनेको 2 अनि फ भनेको 8, त्यसैले नाइफ शब्दले नम्बर 28 लाई जनाउँछ, 728 लाई होइन। तर यो गजबको आइडिया आखिर आयो कहाँबाट होला? यो कुनै रातारात बनेको प्रणाली चाहिँ होइन। यसको पछाडि त 300 वर्षभन्दा लामो एकदमै रोचक इतिहास लुकेको छ। यो यात्रा 1648 मा योहान विन्केलम्यानबाट सुरु भएको थियो, तर असली क्रान्ति आयो 1808 मा, जब ग्रेगर भन फाइनाइगलले यसलाई ध्वनिमा आधारित बनायो, जुन आजको सिस्टमको आधार हो। त्यसपछि मेजर बेन्योस्कीले यसलाई लोकप्रिय बनाए, अनि 20औं शताब्दीमा त ह्यारी लोरेन टोनी बुजान जस्ता मेमोरी गुरुहरूले यसलाई संसारभरि नै फैलाए। अब प्रश्न उठ्छ, यो 300 वर्ष पुरानो प्रविधि आजको डिजिटल युगमा किन र कसरी सान्दर्भिक छ त? यसले हाम्रो स्मरण शक्तिलाई साँच्चै कसरी एउटा सुपर पावर दिन सक्छ? ल, अब त्यसबारे कुरा गरौँ। यसलाई प्रयोग गर्ने प्रक्रिया त एकदमै सिधा छ। कुनै पनि नम्बर लिनुस्, त्यसलाई पहिले व्यञ्जन ध्वनिमा तोड्नुस्, त्यसपछि ती ध्वनिहरूको बीचमा स्वरवर्णहरू थपेर एउटा शब्द बनाउनुस्, अनि त्यो शब्दबाट एउटा अनौठो वा हास्यास्पद चित्र आफ्नो दिमागमा बनाउनुस्। पछि जब नम्बर चाहियो, त्यही चित्र सम्झने हो। चित्रले शब्द याद दिलाउँछ र शब्दले ध्वनि मार्फत नम्बर। यो त दिमागको लागि एउटा रमाइलो खेल जस्तै हो। अब एकछिन सोचौँ त,
यदि हरेक फोन नम्बर, हरेक ऐतिहासिक मिति, हरेक पासवर्ड एउटा निर्जीव अङ्क मात्र नभएर एउटा जीवन्त कथा वा चित्र भएको भए के हुन्थ्यो? हाम्रो स्मरण शक्ति कति शक्तिशाली हुन्थ्यो होला? यो प्रणालीले त्यही सम्भावनाको ढोका खोलिदिन्छ। अब प्रश्न यति